हिङले हड्डी गलाउँछ भनेर सोध्नु भएको छ। हिङले त्यस्तो डाइरेक्टली हड्डी गलाउँछ भन्ने त छैन। तर के हो भने हिङ चाहिँ अलिक कडा खालको औषधि हो। यो तीक्ष्ण, यसको गुण चाहिँ तीक्ष्ण हुन्छ। तीक्ष्ण भन्नुको मतलब के हो भने काम पनि छिटो गर्छ र त्यसले असर पनि छिटो गर्न सक्छ के। यदि यो कफवात शामक हो, जसलाई वात प्रकोप भएको छ अथवा कफ प्रकोप भएको छ भने त्यसलाई यसले कम गर्ने काम गर्छ। यो उष्ण खालको हुन्छ, तीक्ष्ण खालको हुन्छ, त्यही भएर वात र कफलाई सम गर्छ। यदि त्यो चाहिएको छैन, वात र कफ अलरेडी कम छ भने त्यो मान्छेको पित्त प्रकोप गराइदिन्छ। पित्त प्रकोप गराउनुको मतलब के हो भने शरीरमा गर्मी बढाइदिने अथवा कुनै कुरा बढी पचाइदिने। जस्तो ग्यास्ट्राइटिस भएको छ भने अझ बढी धेरै ग्यास्ट्राइटिस गराइदिने, पेटमा घाउ नै गराइदिन सक्ने। अथवा हड्डीहरूमा पनि त्यही हिसाबले हड्डीहरू, दाँतहरू अथवा कुनै पनि धातुहरूलाई चाहिँ यसले अलि चाँडो असर गर्न सक्छ। यदि कसैलाई आवश्यक छैन, हिङको प्रयोग गर्न आवश्यक छैन भने त्यसलाई चाहिँ असर पनि छिटो गर्छ भन्ने कुरा हो। त्यो भएर यो अब खानै नहुने हो त भन्ने कुरामा होइन, खाना मिल्छ। जसको पाचन राम्रो छैन, जसले धेरै खाना खान्छ, जसलाई चाहिँ खाना राम्रोसँग पच्या जस्तो हुँदैन, भोक राम्रोसँग खुलेर लाग्दैन भने हिङको प्रयोग गर्न सकिन्छ। हिङ डाइरेक्ट खान मिल्दैन। हिङमा चाहिँ तपाईँको घिउमा पहिले हिङलाई फुराएर शुद्ध गरेर मात्रै हिङलाई चाहिँ दालमा अथवा केहीमा झानेर चाहिँ खान मिल्छ। डाइरेक्ट हिङको पाउडर खाने अथवा हिङको टुक्रा खाने भन्ने होइन। दालहरूमा झानेर खान चाहिँ त्यस्तो धेरै असर गर्छ भन्ने चाहिँ छैन है त। तर सावधानी भने चाहिँ अप्नाउनु पर्यो। जस्तो गर्भवती भएकी महिलामा अथवा दुध खुवाइरहेकी महिलामा अथवा धेरै कमजोर मान्छेमा, जसलाई चाहिँ पित्त प्रकोप भइरहेछ, प्रेसर बढिरहेछ, रगत पातलो गर्ने दबाई खाइरहेछ अथवा अरू कुनै किसिमको विशेष समस्या छ भने चाहिँ त्यो मान्छेले सावधानी चाहिँ अप्नाउनुपर्छ अथवा प्रयोग गर्नु हुँदैन है।